चाम्रे चाम्रे भोलिदेखि फेरि खेतालो हाम्रो घरतिर आम्रे चाहिँ के हो तर मलाई यो गाना सुन्ने बित्तिकै साह्रो मेरो कासु बाबु याद आउँछ क्या दिन बेलुकासम्म नानी पनि सुत्दैन होइन बिहान छेत्री हो म कति बाहुन भनेको दामी गाउँले खान्ती खानुपर्छ कति थकान हुन्छ अनि फेरि ड्युटी पुग्दै यसरी फेरि ड्युटी म चिसो कहिले खाँदिनँ अनि यहाँ हाम्रो नानालाई पनि म कहिले दिँदिनँ त्यस्तो रे जैरेबल यो के हो बस बस हजुर बस बस चिसो भयो बिहार गोर्खा बिहारको सिग्नल अब चाहिँ यसो गाह्रो हो यो एक कुरामा बस्दा मोबाइलहरू पायो मम्मीले कि बोलाउँदैछ अनिताले खाजा पुऱ्याउनु गएको यो चाहिँ नुन अदुवा दिदीले खाने अरे अनि काम गर्नुहुँदैछ मेरो चाम्रे हुनुहुन्छ तर हाम्रोमा जानुभएको अरे हौ जाम कोला लगाएको छ हेर्नु न फेरि थोरै फलेको छैन हजुर यति धेरै रहेछ नटिपुम भनेको त छ कस्तो देखेको पारिदिनु भयो राम्रो छ कि छैन हेलो गाइस हजुरलाई स्वागत छ मेरो च्यानलमा मेरो अर्को नयाँ भिडियोमा अनि आज चाहिँ हाम्रो दिन धुम्मिरहेछ अनि गाउँघरमा चाहिँ मकै पनि रोप्ने बेला भएको छ सो आज चाहिँ हाम्रो भिडियो के कस्तो हुन्छ आजको मेरो मर्निङ अनि म चाहिँ यहाँ काम सकेपछि चाहिँ स्कुल जानु पर्ने हुन्छ अनि आज हाम्रो बारी गोडाइ चाहिँ यहाँबाट यस्तो छ यो चाहिँ मैले ओसारेको डढाउनु पर्ने अनि यो अस्ति हाम्रो अमिलो फलेको थियो क्या यति धेरै फलेको थियो हावाहुरीले लडाएर यो कालो 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 जति सबै यो अमिलोहरू हो सुकेपछि चिम्सा परेको अनि यहाँनिर भर्खर हाम्रो यत्रो यत्रो मकै भइरहेछ अरू यहाँ पर हरियो चाहिँ सबै आज गोड्नुपर्ने छ अनि म चाहिँ यहाँ देमाकोमा ठुलो कन्ती लिन आएको किनभने हाम्रो गाउँघरमा चाहिँ खाजा बनाउँदाखेरि चाहिँ चाम्रे भातहरू दिने चलन छ नि त अनि म चाहिँ चाम्रे बनाउने अरू चाहिँ मकै गर्नुहुन्छ अनि मूलघर आएको ठुलो सबैभन्दा ठुलो कन्तीमा पकायो भने एकैचोटि अट्छ भनेर हेलो गाइज के गर्दै हो सबैजना अनि मैले चाहिँ यो यति ठुलो कन्ती लिएर आउँदैछु मूलघरदेखि यहाँ चाहिँ हाम्रो ग्याङ हुनुहुन्छ तर हाम्रो मकै गोड्ने होइन आफ्नो मकै गोड्ने जानुभएको मकै रोप्नु जानुभएको लगे ए हाम्रोमा जानुभएको अरे हौ जाम यहाँको दिएमा यहाँको तल त हामीले त अध्याएको छौँ नि आन्टी मकै हजुर फल्दैछ त्यहाँ त पाक्नु पो लागिसक्यो होला हौ परदेखि नै ए यताबाट जाँदै हुन्छ आज बनाउनु जानु पर्ने अन्त मैले पनि क्यालेन्डर हेरेको छु नि आन्टी त्यही अनुसार अरे ल अनि यहाँ म चाहिँ बारीबाट घुमेर जाँदैछु है गाइज कन्ती वालालाई बोकेर यो चाहिँ हाम्रो देमाको ठुलो कन्ती यहाँ चाहिँ सबैलाई खाना बनाउनु पर्छ चाम्रे भात आज चाम्रे भात बनाउनु पर्ने आन्टी खाजा गुन्द्रुकसँग दामी गाउँले खान्ती खानुपर्छ कोला के साह्रो फलेको हो आन्टी यहाँनिर हेर्नु न यो लिटाङको अङ्कलहरूको कि हेर्नु त यहीँ पनि झुन्डिरहेछ अस्ति यो हावाले ढल्काएको यस्तो थिएन हजुर सबै कोला लगाएको छ हेर्नु न फेरि थोरै फलेको छैन हजुर अन्त भन्नु भएन अनि आन्टी आउनुहुन्छ म छक्कै पर्दैछु क्या यहाँ चाहिँ हाम्रो बुवाहरू हुनुहुन्छ खन्नु हुँदैछ मकै यहाँ पानी पनि पर्नु लाग्यो आइया सलाद
ताक्लु ओहो लट्टे साग त रहेछ नि अब खोइ कसले टिप्दिने यो चाहिँ हाम्रो लौकाको बोट सबै बिरुवाहरू लाउनु भएको छ यहाँ ठुलो कामदारी छ भन्नु आएको अरे ठुलो फरुवा लिएर लट्टे साग यहाँ भित्र थोरै रहेन रहेछ लगायत अब म चाहिँ किचनमातिर लागेँ अब यहाँ कस्तो रमाइलो हुन्छ नि यहाँ भिडियो बनाउनु आउनु भ्याउदिनु होला रमाइलो त यहाँ हुन्छ नि अब आम्मामा साथी नै लट्टे त थोरै रहन्छ एकछिन टिपेर लग्नु पर्यो म त हेर त्यहीका ल मैले लट्टे के साह्रो हौ मम्मी यो लट्टे सब गोड्ने होला नि अब ए हो यो लट्टे यति धेरै रहेछ नटिपौँ भनेको त मनले मानेन हाम्रो यत्रो भइसकेको छ मकै अनि झार यति धेरै रहेछ यसपालि यति धेरै झार त थिएन पो हौ कसरी पो झार आयो अर्ग्यानिक लट्टे यो चाहिँ हाम्रो अस्ति झरेर यहीँनिरबाट उम्रेको है अब म थोरै टिप्छु ल अब खेतालो नआए यति धेरै सकिसक्यो हाम्रो आधी भइसक्यो अनि मेरो माइली बहिनी ल मौसम आजको पानी पर्नु आँट्यो जब मकै रोप्ने बेला भयो अनि पानी पर्नु सुरु के त माइली काम गर्नु सकेको छैन होला घर आऊ मेरा असली खेतालोहरू चाहिँ यहाँ हुनुहुन्छ है आमै पानी पनि पर्नु आँट्यो हौ के हो यो जब खेतालो लायो अनि चाहिँ पानी पर्नु खोज्छ हौ पालो दे सक्दैन के हेर्दाखेरि पो हट्टाखट्टा जान्छ बिरामी भएर नाना कति राम्रो देखिनु भएको तपाईँ ल बुझिसक्यो त्यही अन्तरी नाना आउनुहुन्छ भनेपछि अघि मैले बुझिसकेँ क्या जिरा मसला धेरै हालेको थियो नि त के मसला डराउनु कालो बनाउनु पैसा छैन भने त्यहाँ पस्न छैन नि पहिलो हौ नलगाऊ न त अनि यहाँ सबै अब म गएको अब म चाम्रे पकाउनु पर्ने म चाम्रीवाला हो अरू चाहिँ काम गर्नेवाला हो यहाँ हाम्रो नानाको पनि भर्खर अस्ति यसरी खेतीपाती गरेपछि यसरी झुल्लाउनुपर्छ हाम्रो गाउँघरमा जस्तो यो ढङ्ग हुनेहरूले मात्रै लाउँछ ढङ्ग नहुने होला आउँदैन यो चाहिँ हाम्रो कुखुराहरू मासतिर जान्छ नि त नानाकोमा अनि त्यही भएर नानाले लगाउनु भएको खेतीपाती गरिसकेपछि यतिको चाहिँ जान्नुपर्छ सबैजनाले कन्ती बसाएको छु मैले चाहिँ हिजो घर लिपेको मजाले सुकेको छैन कोही टाटा छन् चामल धोएर रेडी पारिरहेको छु अनि अब यो टक्क पकाउँछु ल पकाइसकेर मात्रै म देखाउँछु किनभने स्ट्यान्ड छैन हाम्रो स्ट्यान्ड भए पो यसो अलिकति सजिलो हुन्छ होइन स्ट्यान्ड नभएपछि सबै भिडियो क्याप्चर गर्नु एकदम गाह्रो हुन्छ चुल्हामा पकाउने हो चुल्हामा ग्यास पनि बालेन सरकार बनिनु भएपछि ग्यास पनि हाफ दाममा मात्रै लिएको छु अनि यो हो हाम्रो ग्यास अनि यो हाफ दाममा मात्रै लिएको यसलाई त
माया गर्नुपर्छ गाइस। यहाँ चाहिँ आवश्यकता पर्दा मात्रै पकाउने हो। यो पनि सकिनु लागेको छ। हाफ दाम के भन्नु, 150 रुपियाँ बढी खाएर नभनौँ। अब उनीहरूलाई पनि ल्याउनु अलिकति हुन्छ नि त, समस्या हुन्छ नि त। 150 रुपियाँ एक्स्ट्रा थपेर हाफ दाम लगाएर अनि हामीले यो लिएर आएको ल गाइस। म अब बनाइसकेपछि म देखाउँछु ल। तिल प्लस खोर्सानी भुटेको। अनि यहाँ मेरो फाइनल लुक्स, मेरो चाम्रे चाहिँ भर्सिनु लागेको छ गाइस। म चाहिँ गुन्द्रुकको अचारमा पनि नि तिल हालेको चाहिँ पुरा मिठो हुँदो रहेछ क्या। अस्ति मैले एकचोटि बनाएको थिएँ नि त माथिको मकै कोर्दा, दामी भएको थियो क्या। अनि के अरे छोप हालेको चाहिँ जे पनि प्रायः मिठो हुन्छ नि त, तर गुन्द्रुक पनि मिठो हुँदो रहेछ। सबैजनाले सेतो तिल लगाएर एकचोटि घरमा गुन्द्रुक ट्राई गर्नु होला। मेरो चाहिँ फाइनल लुक्स यस्तो भयो गाइस। यस्तो भयो। यो चाहिँ मेरो यहाँ मैले यो सबै सामान रेडी पारेँ होइन। अनि रेडी पारेर चाहिँ अब चाहिँ पिक्चरमा पिन्नु लग्छु भनेको। त्यसको लुगाको अलिकति हालत मिलाउनु पर्यो, मिक्सरमा पिन्नु लग्नु पर्यो भनेर रेडी पारेको त गाइस। लाइन रहेछ। अनि लाइन नभएपछि सिलौटामा पिन्नु पर्यो। सिलौटाको फेरि दाँत लगाएको छैन है, दाँत लगाएको छैन है। आम्मामा यस्तो गाह्रो हो नि। बल्ल 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 पेस्ट बनाइसकेर अब म गुन्द्रुक मोल्दैछु। तिल मजाले पिनेको लचक्क हुन्थ्यो। अस्ति कस्तो मिठो भएको थियो क्या, थुके आयो। अनि त्यसपछि लसुनको पेस्ट होइन, अनि थोरै अजिना। अनि हाम्रो गुन्द्रुक चाहिँ अलरेडी अमिलो छ क्या। यो चाहिँ मम्मीले बनाउनु भएको नि त। अमिलोको त राजा छ, अमिलो हाल्नु पर्दैन। हाम्रो मम्मीले बनाएको चाहिँ अमिलो हुन्छ नि त। ल गाइस दामी भयो। चाक दिन्छु ल म थोरै। यस्तो लुक्स भएको छ। यो मम्मीले बनाउनु भएको खोर्सानी नपिनेर कुनेको यस्तो भएछ। चाक दिन्छु ल। वाउ नुन अलिकति हालिदिन्छु। कस्तो दामी भएछ। अब अलिकति प्याज पनि काटेर हालिदिन्छु, दामी हुन्छ। अब यत्रो काम गरेर फेरि स्कुल जानुपर्ने छ। यहाँ कसले देखेको छ जागिर पनि आउँदैन घरमा काम गरेको होइन। हामी छोरी मान्छेलाई कस्तो गाह्रो छ। अनि दिनभरिको थकान है, अनि राति यसो लडो, अनेक मनमा कुरा खेल्छ, टेन्सन हुन्छ, निन्द्रा लाग्दैन। दिनभरि गलेर पनि निन्द्रा लाग्दैन टेन्सन भएपछि। यस्तै छ। मेरो कासुको बालाई पनि यो यस्तो गुन्द्रुक चाहिँ पठाइदिनु मन थियो। के गर्नु र, सम्झे अब सम्झे म सम्झे। फेरि साग दिन्छु। यस्तो भएको छ। अब म खाजा लिएर बारी जान्छु हेर्नु ल। मैले जुठो लगाएको होइन, अलग्गै राखेको। अब हातको चाहिँ के गर्नु, चाट्नु होला यो चाहिँ यसरी। मेरो चाम्रे बिहान उठेर होइन गाइस। अब यो चाहिँ यहाँ यसरी आरीमा लाउनुपर्छ, किनभने यो अब तातो तातो त बोकेर लगाउनु सकिँदैन आगोमा पकाएको। अनि म चाहिँ बिहानै उठेर कतिवटा काम भ्याएर पनि अब यसरी खेतालोलाई खाजा दिएर अनि ड्युटी जानुपर्ने हुन्छ। यस्तो छ क्या। कुनैमा फेरि बेसर लागेछ, कुनैमा लागेन रहेछ। मैले चाम्रे पकाएँ भने चाहिँ यस्तै हुन्छ हौ गाइस। तर मिठो चाहिँ मिठो हुन्छ है। अस्ति चाहिँ फेरि कस्तो भएको थियो भने नि मुनि मुनि डढेको। मलाई चाहिँ चाम्रे साह्रो मनपर्छ। अलिअलि डढेको हुन्छ नि। अब घरकोसँग 10 जना खेतालो छ अरे। आज 6 माना पकाएको मैले चाम्रे। पुग्छ कि पुग्दैन है त। अस्ति 5 माना पकाएको थिएँ। माथि घरको दिदी देमा अनि हामी सबै गरेर ठिक्क भएको थियो। अब आज के हुने हो ल। कुनै त चाम्रे त पाहेलो छ। आज फेरि
मेरी अन्तरी नानाले फेरि चाम्रे पनि लचक्कै भएछ फुरफुरा उदो हुनुपर्ने तर मजाले पाकेछ क्या यसरी कोही बात छैन अगाउनु पर्ने हो आज के कमेन्ट गर्नुहुन्छ है त अब हेरौँ है के भएन भन्नुहुन्छ है फेरि खेतालुहरूले मलाई कति दिन भेटी यो गाना चाहिँ के हो तर मलाई यो गाना सुन्ने बित्तिकै साह्रो मेरो कासु बाबुको याद आउँछ क्या रुनु पो मन लाग्छ हौ मलाई त याद आएर ल लु यत्रो भात बाफ रे बाफ कस्तो देखेको पहिलो छ त भात त तर सेतो देखिन्छ त मोबाइलमा त कोही बात छैन मैले पहिलो पकाएको छु त यहाँ जान्छु ल एकचोटिमा के बारी बेच्दै आउँछु र मेरो खेतालो कति हुनुहुन्छ ल गाइस म चाहिँ अब खाजा पुऱ्याउनु गएको यो चाहिँ नुन अदुवा दिदीले खाने अरे अनि डाडु होइन दिदीले खाना बोकेर लग अनि म चाहिँ यहाँ झोलामा थालहरू बोकेर लग्दैछु छिटै न दादा गइसक्यो कास्मी अनि कान्देन चाहिँ यहाँ कान्दैन यहाँ आएर न चिसोवाला चिसो बोक्ने खोर्सानीवाला नुनवाला कास्बी चिसो लुइन ओ सबिना तान तानिनेलाई अनि हामी चाहिँ यहाँ भित्र छिर्दैछौँ अब चिसो भइसक्यो तान्न छिटो किन आउनु झ्याउरा झ्याउरीहरू चाहिँ हौ निकाल्नु अब अर्को त्यो हेर्न बाठा पल्टेर नाङ्दैछ आफै उता होइन उता पर अब हामी चाहिँ खाजा दिनु गएको यावाची हाम्रो सुपारी आइया मेरो खेतालोहरू चाहिँ यहाँ काम गर्नुहुँदैछ यो चाहिँ हाम्रो बुवाले रोप्नु भएको सुपारी यत्रो यत्रो भएको छ अब सार्नु पर्ने यो चाहिँ यिनीहरूलाई नुनै लाग्दैन मैले तेरो पालो सर्भ गर हाम्रो बुवा उमा त्यो गन्जी लाएर छोरा मान्छे पनि यसरी काम गर्छ हाम्रो गाउँघरतिर भोक लाग्यो भने आउनु है यो चाहिँ हाम्रो गाउँले खाना खान्ती है यो चाहिँ यहाँ जेठा दाजु एक्लै यति गरिसकेको हाम्रो यो माथिल्लो बारी अनि यो यहाँ अरू खानुहुन्छ कास्मी बस न सबिना थाल छ त ग्रेसीलाई पनि दिएन फाल्टे आमासँग नखाने अरे त्यहाँभित्र थाल छ हेर त सोधी सोधी है चिसो लगाइँदैन भातै पकाउनु पर्छ त चाम्रे चाम्रे भोलिदेखि फेरि खेतालो हाम्रो घरतिर आम्रे के खाएको गाले यो कसले कपाल कसले काटिदिनु भयो राम्रो छ कि छैन राम्रो छ मैले राम्रो छ भन्नु आज त राम्रो छ अनि अस्ति त तिम्रो सानीले छैन भनेको होइन राम्रो छैन भोक लागेको छ कि छैन भर्खर त उठेको के ला बस 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 हजुर बस बस चिसो भएर म किनिदिन्छु फ्रुटी तिमीले यस्तो खानु हुँदैन ओ छोरीलाई माम नदिएको मैले अर्को थाल छ तर मेरो त दुईटा मात्रै लाग्छ लाइन हालेर गर्छु यो चाहिँ हाम्रो गाउँले खान्ती अनि यहाँ छ मेरो छोरा 10 बजेतिर ठ्याक्कै जानुपर्ने यहाँ छ ग्रेसी ग्रेसी छिटो माम खाऊ न कान्देन गाइड माम माम खाँदैछ अनि हामी चाहिँ अब फेरि एक गरा बाँकी छ अब
ड्युटी जान्छु यो चाहिँ खाना देखो कहाँ गयो काले 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 जेठा जेठा सुन्दैन है लाटा दाजुले फेरि यो कान्दैन कहाँ गएछ अहिले कहिले बनाउँछ कि यहाँ हेर न ठगेर समात अब यसरी बोकेर लग्नुपर्छ घरमा एक्लै फेरि मोबाइलको सिकाएर क्या छिटो समात ल मोबाइलको सिकार हो यो एक कुरामा बस्दा मोबाइलहरू पायो मम्मीले के बोलाउँदैछ अनिताले मम्मी बोलाउँदैछ अनिता छोरा बोलाउ त अयो अयो घरमा यत्तिकै एक्लै घुम्दै थियो तक्ले बहादुर ए तक्ले घरमा एक्लै यत्तिकै घुम्दै थियो के खोजेको पुलिस लाग्यो मोबाइल के खानु ने बुहारी अचार अमा ना बग्दा हो न होस् ए गलेर भुत्तुके भएर न खन काले खन यसको भिडियो बनाइदिनु ल खन त खन टेटाउ कति रहर गर्छ भिडियो बनाइदिँदाखेरि क्या खाना खाना बुवा अरे सबैजनाले खाजा खाइसक्नु भयो चिसो खानुको सुरुमा हौ चिसो खानुको सुरुमा के खानु यो रक्सी पाउनुको घरमा चिसो खाइयो भनेको त झन् राखेको घर रहेछ कन्फ्युज भइरहेको थियो ओ नाना ओ नाना म चिसो कहिले खाँदिनँ नि यहाँ हाम्रो नानालाई पनि म कहिले दिँदिनँ यत्रो चिसो खाना रहेछ अघि भन्नु पर्दैन म बाहुन होइन म छेत्री हो छेत्री छेत्री हो म कति बाहुन भनेको म छेत्री हो छेत्री राई छेत्री स्पार सिस्पार पनि खाँदिन यस्तो रे जय नेपाल यो के हो जय नेपाल बिहार ओ नाना बिहार हो जय नेपाल भन्नु छ बिहार रक्सी बिहार जय नेपाल नयाँ स्टाइल है साथी हो जय नेपाल ए गोर्खा यो चाहिँ बिहार गोर्खा बिहारको सिग्नल अब चाहिँ यसो गर्नुपर्छ गोर्खा खानु मन लाग्यो भने सिग्नल यो जय नेपाल अब म चाहिँ ड्युटीको लागि रेडी भएँ होइन मैले चाहिँ सबै खाना आज खाना बनाएछ खाजासाजा बनाएर पुऱ्याएर अनि म चाहिँ खाएको छुइनँ अब थोरै चेपेर चाहिँ ड्युटी लाग्नु पर्ने हुन्छ आजको सो आजको मेरो भिडियो हजुरलाई के कस्तो लाग्यो मन परेमा लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गर्नु नभुल्नु न मित्रजनहरू म चाहिँ ड्रेसमै एकछिन हावा खाएको के घरिघरि त हामी पनि हावा खानु पाऊँ हौ दिनभरिको बिहानदेखि बेलुकासम्म नानी पनि सुत्दैन होइन बिहानदेखि काम गरौँ अनि धन्दा मस्कायो खाना पकायो आज त खेतालोलाई खाजा दियो अनि आफू पनि थोरै चेपो अनि फेरि नानीहरूलाई स्याहार सुसार अनि फेरि दिनमा बस्नु पनि पाइँदैन नानीहरू सुते पो बस्नु पाइन्छ त आफू पनि होइन कति थकान हुन्छ अनि फेरि ड्युटी कुद्यो यसरी
फेरि ड्युटी गयो दिनभरिको झ्याङ 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 है कति तनाव हुन्छ अनि फेरि आयो खाना पकायो अनि नानी सानीलाई खुवायो परिवारलाई खुवायो अनि म त्यही लास्टमा सुत्नु खोज्यो रातभरि दिमागमा अनेक कुराहरू आउँछ टेन्सनहरू हुन्छ है अनि कति गाह्रो हुन्छ गाइस कति गाह्रो हुन्छ एउटा छोरी मान्छेलाई हरेक कुरामा चाहिँ अलिक भूमिका निभाउनु पर्दा ल आज चाहिँ यति नै भन्दा म बिदा माग्दैछु बाई बाई गाइस अब म ड्युटी लाग्छु 10 बज्यो लभ यु अल